साइन गरौँ मेरो गोल्ड किन्यौ जुन गरेन ओ न्यू एकदम गाह्रो हो कहाँ जान लाग्छौ देखाइदिनु खासै डर लाग्दो त होइन पनि भन्न मिल्दैन डर लाग्दैछ तर सक्छ बाबु ठिक छ हेर्दै रमाइलो होला है छ कहाँ क्रास बिस्तारै ल्याइदिनुहुन्छ नि क्रास भने मान्छे आउँछ यहाँ भने के ल के रे नछाम्ने बिस्तारै ट्राई गरौँ न है के नाइ रे जम्पिङ गर्नुपर्छ कि यसो सट्ट स्लाइड गर्नु मिल्दैन हल्का जम्प गर नि त है मेक योरसेल्फ रिल्याक्स तल नहेर्ने के द की इज टु डोन्ट लुक डाउन हो नि त है तल नहेर्ने ल लेट्स ट्राई भाँतिँदैन के एकदम सुपर प्यारासुटको तिमीले कति हेर्दैन भिडियोहरू हामी ल्यान्डिङ भनेको यता अघि रेडी भएको ठाउँ थियो नि त्यही छ है जम्पिङ गर्दा चाहिँ यहाँ लगाइदिएको है यहाँ लगाएर यसरी समाउने अनि हल्का यसरी बस्ने अनि हल्का यसरी फुट्दै उता जम्प गर्ने अलिकति मात्र नत्र भने यु क्यान लुक दिस वे के यता भित्रतिर हेर न कतिसम्म जति लाग्छ तल पुग्न 15 सेकेन्ड 7 सेकेन्ड्स यु क्यान डु इट राइट है तल भाइहरू रेडी छ कि छैन ल तिमीलाई कहाँबाट सही लाग्छ त्यसरी हाम्पाला जम्पिङ गर्दाखेरि चाहिँ है त्यो हुनुपर्छ र अनि हल्का जम्प गर्ने आफैले जम्प गर्दा पनि जम्पिङ गर्दा चाहिँ हात नछोड्ने है त्यसो भएर राख्ने है यहाँ बसेर जति फर्काउँछौ नि त्यति आफूलाई झन् डर लाग्छ त्यो जाने बित्तिकै छोडिहाल्ने प्रिपेयर भएर ठ्याक्क जम्प गरेपछि सक्यो 7 सेकेन्ड है अलिकति डर चाहिँ लाग्छ एडभेन्चर फिल्डमा डर पनि लाग्छ एडभेन्चर पनि गर्नुपर्छ लाइफमा धेरै कुराको मोटिभेट पनि हुन्छ है फर्स्ट अफ अल आफूलाई स्ट्रङ बनाउँछ क्या एडभेन्चर Let's try. You can do it. Landing is clear. Landing is clear. सेफ्टी है त्यो सेफ्टी त्यतिकै छुटिँदैन यो है छुटिँदैन केही हुँदैन कसरी समाति देखिन् तँलाई ल यहाँनिर सम्म त्यो माथिपट्टि है नडर केही हुन्न है तर धेरै काम्यो भने चाहिँ फेरि गर्नु मिल्दैन ल
अलिकति अगाडि जाने अलिकति अगाडि म पनि आउँछु दाइ पनि हुनुहुन्छ है अलिकति डर त लाग्छ होइन एडभेन्चर फिल्ममा डर भएन भने मजा आउँदैन है तिमीले यहाँदेखि गर्नु सक्यो भने तिमीलाई प्राउड फिल हुन्छ अहिले यहाँ गएर चाहिँ यस्तो पो गरेको छ जम्प भनेर आफूले गर्व लाग्छ नि त होइन प्राउड फिल हुन्छ सो यहाँदेखि गरेर जाने ल रिटर्न नहुने है डर त लाग्छ नि होइन यता छोरा यहाँ ल गुड लक अल द बेस्ट त्यसरी समाउनुपर्छ ल माथि दुईटा हातले माथि बनाउनेले डम्पिङ बेलामा यसरी माथि गर्ने ल जम्प गर्ने बेलामा चाहिँ सकिन्छ र मैले ब्यागमा सबै राखेको साँधेन अहिले है ल यतिमा आउनुपर्ने हुन्छ है यतिमा आउनुपर्ने हुन्छ आउँछ सकिन्छ त्यो त हात चाहिँ छोड्नु भएन ल र जम्पिङ स्ट्रेट हुनु पऱ्यो घोप्टिनु भएन घोप्टिनुलाई बन्जी जम्प हुन्छ नि बन्जीमा चाहिँ हामीले यसरी अगाडि बढी नलाने स्ट्रेट जम्प हुनु पऱ्यो ल अगाडि चाहिँ नघोप्टिनु आफूले स्ट्रेट सट्ट छोड्ने है स्ट्रेट भर्टिकल जम्प हुनुपर्छ है आफ्नो बडीलाई अगाडि नलाने ल बाबु त्यो समात्ने डोरी समात्ने डोरी राम्रो समात्ने हातले डोरी नै माथि बनाउने हात होइन डोरी माथि लान्छ ल यो सँगै एकै ठाउँमा राख्ने अलिक माथि हात यहाँसम्म राख्ने ल है ठिक छ ल सक्छ थोरै अगाडि नत्र फेरि तल पुस हुँदैन समय रहेछ नि त है एउटा केही हुन्न त्यो डोरी अलिक सिधा माथि बनाउँछ अलिक तल समाएर अलि राम्रोसँग त है थोरै तल पार्ने राइट ह्यान्ड चाहिँ अलिक तल सँगसँगै राख्ने अलि सँगसँगै लेफ्ट र राइट सँगसँगै लेफ्ट राइट सँगै अलि माथि लग लेफ्टको लेफ्ट ह्यान्ड अलि माथि लग होइन न समात्ने चाहिँ माथि क्या हात चाहिँ अलिक अलिक यहाँ साह्रो हात राइट ह्यान्ड सँगै राख्नु पर्यो नजिक राख्नु पऱ्यो क्या दुइटा हात अलिक माथि जम्पिङ गर्दा अलिक टाइट ओके जम्पिङ गर्ने बेलामा चाहिँ ब्याक नहट्ने र हात नछोड्ने ओके सुन्नु न त्यहाँ अहिले खाली छ भने त्यो चार तल गेटमा आएको छ त्यहाँसम्म निकालिराख्नु त जति लेट अनि निदान यता निस्किँदा को निस्किने यता हल्का बस्छ त अब हल्का बस्छ ब्याक सिधा बस्छ त हल्का हात थोरै माथि लिएर तपाईँ त्यहाँ काउन्टर छेउमा राख्नु न तपाईँ जम्प गर्ने ओके अहिले लगिहाल्छ मान्छे सबै टन्नै अलिकति बस्छ हात माथि ल आफै जम्प गर्ने ल रेडी हो ल पुस गरिदिनु के गर्ने अलिकति लेफ्टतिर आउँछ अलिकति अगाडि जाउँ अलिकति अगाडि जाउँ ल यहाँ बसेर जति हेर्दा त्यति डर लाग्छ है झन् सकिँदैन ओके हल्का जम्प गर्ने बित्तिकै तल सरेर गइहाल्छ ल थोरै अगाडि जानु पऱ्यो त्यहाँ नसमात छोरा फेरि जम्प गरेन भने यहाँ लाग्छ है फेरि ल यहाँ ठोकिन्छ हल्का जम्प चाहिँ गर्नै पर्छ जम्पिङ स्टेट जम्प हुनु पऱ्यो है अगाडि नबढ्ने ल थोरै हात माथि बनाउन बस्छ ल थोरै बस्छ त आफै हल्का बस्छ ल ओके ल आफै जम्प गर्न सक्छौ नि है सकिन्छ है सकेपछि काउन्ट फिल हुन्छ आफैलाई गर्नु सकेन भने दिनु हुन्छ हल्का बस्नु धेरैजना खुट्टा अलिकति छिराउनुपर्छ नभए अलि अगाडि स्टेट जम्प भयो भने त्यहाँ ठोकिनु सक्छ आफैलाई समात त्यो राम्रो साउन्ड पऱ्यो त्यो चाहिँ माथि हो त्यो चाहिँ राम्रो साउन्ड पऱ्यो है होल्ड अन टाइट आफूले जम्प गर्न गाह्रो हुन्छ कि मुतिर पुस गरिदिन्छु ल हल्का बसेर त्यसो आफै जम्प गर ब्याक नहट्छ न ब्याक सर्नु भएन ब्याक सर्यो भने त्यही ठोकिन्छ फेरि आफूलाई ओके हात थोरै माथि गरिन्छ नि है हात माथि बनाउँदा त गरिन्छ आफै थोरै जम्प गर्ने ल थोरै बस्छ तिमी तर अलि अगाडि जानु पऱ्यो क्या गरिन्छ नि त तिमीले जति लेट गर्यो तिमी आफै गर्छौ फेरि ल थोरै बस्छ न गर्ने तिमी आफै गर्छौ कि बस्दा आफै गर्छौ फेरि है ल पुस गरिदिनु आफै जाउँ न है त्यहाँ तिमी जति बसेर त्यति डर लाग्छ ल थ्याङ्क यू माथि हेर त्यहाँबाट जम्प गऱ्यो मलाई हिँड्न डर लागिरहेछ त्यसले कसरी जम्प गरे यार जम्प भेट्न त्यसलाई
मेरो मुटु छ भइसक्यो I did it भनेर खाइ त I did it भनेर खाइ I did it भनेर खाइ आएर दुईटा थम्स अप कहाँबाट did it ओहो यहाँबाट यहाँ मलाई हिँड्ने डल्ला ठाउँबाट हाम फाल्दै यार यो केटाले नाच्दैन एकचोटि नाच्दैन एकचोटि